हामी चाहिँ सिप्ली टिप्न जान आँटेको सबैले डोको बोकेर खाजा बोकेर यता म्याडमको पनि छ डोको खाजा अब हामीहरू लाग्यौँ 9 बजे त हौ यहीँनिर म त नि पानी पऱ्यो नि त हावा हुँदाखेरि पानी उठेको पनि सुतेको त फेरि अनि भरे पो फेरि खाजा अनि सिलिस्टी डाँडा काँडा यता हेर भिर उता हेर भिर हामी बिचमा हिँड्दैछौँ भिरै भिर छ खोला बगर ल आजको हाम्रो मुकबाङ खानु गम के गम यता हाम्रो आमा यता मैले खाइसकिसकेँ एक बाल्टी चटपटे अझै बाँकी छ जाँड पनि बाँकी छ रक्सी पनि बाँकी छ उता पनि बाँकी छ लड्दा पनि छ सिप्ली भनेको चाहिँ यो हो है गाइज सबै टिपिसकेको रहेछ ठुट्टाहरू मात्रै छ के भयो यहाँ कस्तो दामी सिप्ली वाउ टक टक सिप्ली वाउ सिस्नु पनि छ है यहाँ चाहिँ सिस्नुले पोलेर हैरान्छ झोलामा यति भइसक्यो है सिप्ली एक झोला बनाउनु भयो सिप्ली घारी चाहिँ यस्तो छ है सिप्लीको बोट यो पनि सिप्लीको बोट यहाँ पनि छ सिप्लीको बोट सबै हुर्किसकेको छ सिप्ली टिप्न आएको है गाइस हामीहरू सिप्ली चाहिँ छैन उता रुखमा एउटा बाँदर झुन्डिँदैछ के चाहिँ भन्नु त बाँदर जस्तै रुखमा चढेसी ओ अर्को बाँदर अर्को बाँदर आयो यता भुमे बाँदर माथि रुखे बाँदर अबे मोरङ्गे सिक्नु पो रहेछ यहाँ त पहिला हामीले केटाकेटीमा खेलाउने पुत्तली यहाँ रहेछ ओए तिमीहरूले कति टिप्यो हो रुखदेखि झर्दैनौ त हामी चाहिँ सिप्ली टिपेर पनि घर फर्केको रात पर्यो 5 बजे यहीँनिर बिहान 8-11 बजीतिर आइपुगेको थियौँ यता अहिले टिपेर जाँदा त रात पर्यो 5 बज्यो घाम डुबो साथीहरू यता उता अब कहिले पुग्नु होला